साहसको प्रतीक कालीकोटका विमल दर्जी। कालीकोट जिल्लाको नरनाथ गाउँपालिका वडा नम्बर 2 का 14 वर्षीय विमल दर्जी जीवनसँग लडिरहेका होइनन्, जीवनलाई जितिरहेका छन्। दुवै हात बिना जन्मेका विमल आज पनि नियमित रूपमा विद्यालय जान्छन्, किताब पल्टाउँछन्, लेखपढ गर्छन् अनि जीवनप्रति उनको दृष्टिकोण यति सकारात्मक छ कि हेर्ने सबैलाई उनी प्रेरणा बन्छन्। विद्यालयको निलो पोसाक, टाउकोमा टोपी अनि छातीमा टाङ्गिएको परिचय पत्रसहित विमल हरेक दिन नयाँ उमङ्ग लिएर विद्यालय पुग्छन्। उनका सहपाठीका लागि उनी उदाहरण हुन्, शिक्षकका लागि गर्वका पात्र। अपाङ्गता कुनै पनि कमजोरी होइन भन्ने कुराको जीवित प्रमाण हुन् विमल। आर्थिक अवस्था साधारण भए पनि विमलका सपना असाधारण छन्। म ठुलो भएर केही गरेर देखाउने हो भन्ने उनको अठोटले भर्खरै उम्रदै गरेको फुलमा लुकेको भविष्यको उज्यालो देखिन्छ। विमललाई अहिले राज्य, समाज र हामी सबैको साथ आवश्यक छ। शिक्षा, प्रविधि, सहयोग र अवसरका ढोका खोलाउने हो भने उनी जस्ता साहसी बालबालिकाले मुलुकको शिर गर्वले उचाल्नेछन्। धन्यवाद।